यो किन फुट्यो यसरी है? त हल्लाउनु हुन्न। चराले नि खान्छ नि त्यहाँ। यो चराले खाइरहेछ, हामीले टिप्न सकिँदैन, यसमा भर्याङ हाल्न मिल्दैन। त्यसो भएर यो प्रविधि असाध्यै प्रभावकारी छ। गजब हुँदो रहेछ नि। एकैचोटि चावडासँग टिप्न मिल्छ। तल बसेर टिप्दा, हजुर माथि बसेर टिप्दा एउटा दुईवटा मात्रै टिप्न मिल्छ, दुईवटा सहज हुन्छ। हजुर यहाँबाट बुटमा टिप्दाखेरि चावडासँग टिप्न मिल्छ। अब धेरै खेती लाउनु त रुखाइ चढेर टिप्ने होला नि काका, होइन त? उखा चढे पनि यो प्रविधि आवश्यक छ क्या। लामो बनाउनु पर्यो, छोटो बनाउनु पर्यो। यो त यो हो के, यसले पहिला बुटको हाँगा बाँचेन हजुर होइन। अनि यो फलमा कुनै पनि के भन्छ आएन, चोटपटक लाग्यो। आएन, हजुर समस्या भएन कि। हरेक फल सुरक्षित क्यारेटसम्म पुगे। क्यारेटसम्म पुगिसकेपछि त अनि मार्केट गर्नु त सहजै होला। सधैँ भयो। र यसरी गुणस्तरीय वस्तु बजारमा लैयो भने मूल्य पनि पाइने मूल्य पनि राम्रो पाइयो। मूल्य पाइयो होइन, मूल्य राम्रो पाइयो होइन। तपाईँको यो प्रविधि राम्रो छ ल, सबैले यो गर्दा हुने त खै। एकदम प्रभावकारी, असाध्यै प्रभावकारी। ल हेर्नु अब यहाँ बुढा चढ्न सकिँदैन, यति हल्को छ। यहाँ बसेर कडक कहे क्याच गर होइन। हेर्नु त कस्तो राम्रो। ल एउटा दुईवटा एकैचोटि तिनवटा, एक बकेटमा तिनवटा टिप्न पाइयो। हेर्नु हो गजब आयो, राम्रो प्रविधि। गजब आयो, गजब। बकेटको नि सार यस्तो चाहिँ त्यसले त्यति धेरै कुरो बुझेर खानु हुने। अनि हामी पाखण्ड चाहिँ बुटो लाउने चाहिँ पाक्या छैन भन्ने। चराले खाएर यस्तो